फेरि पनि स्वागत छ हजुरहरूको नयाँ भिडियोमा। आज तपाईहरु सबै सन्चै हुनुहुन्छ, मलाई पनि सन्चै छ। आज घरमा पूजा, त्यही भएर बिहानमा उठेर नुहाएको मैले चाहिँ। अनि यता चाहिँ त्यो पाक्दैछ आलुहरू, सबले आफ्नो तयारी गर्दैछन्। यता चाहिँ टमाटर सन्टर काटेँ मैले तरकारी पकाउनको लागि। अब कस्तो हुन्छ आजको दिन, राम्रै होस्। पूजाको तयारी गर्दै हुनु सबैजनाले। साथीहरू हामी चाहिँ अब तरकारी काट्नु लाग्छौँ पूजाको लागि। गाजर, यता बन्दाकोपी छ, यता फुलकोपी, यी फुपू चाहिँ, यता बहिनी, यता चाहिँ म। काम चाहिँ गर्नै पर्यो, कस्तो हुन्छ। गरी काट्दै हुनुहुन्छ यता बोई, यता बाबाहरू सबै त्यहाँ खिर पकाउनु लान्छ। त्यता चाहिँ जाँदै हामी चाहिँ यहाँ रोटी पकाउँदैछ। मम्मीले पुरी हाल्नु भएको छ, यहाँ पाकिसकेको छ। यहाँ सबैले बेल्न लाग्छन्। अनि यहाँ ठुली फुपूले गराउनु लाउनु भएको छ। के हो नि यो? हुन्छ। अनि हुन्छ यहाँ हाम्रो नारायणले यहाँ उ गराउला चाहिँ हजुर। रमाइलो छ जिन्दगी। कतिका हुनुहुन्छ मान्छेहरू यहाँ, सबैजना हुनुहुन्छ, सबैजना आउनु भएको छ। उतापट्टि फेरि यतापट्टि तरकारी खिरहरू पाक्न लाग्छ। सबैले पकाउनु भएको छ। काम सकिने कतिखेर काम मात्रै छ। बिहान त्यत्रो छिटो उठ्यो भने ढिलो भएको छ। काम सकिएको छैन अझै, कति बेला सकिने हो। यहाँ म चाहिँ यहाँ भित्र आएको। यता चाहिँ फुलहरू रेडी भएको छ, यता मालाहरू। अहिले फेरि अर्कोचोटि गराउँछु, मान्छेहरू आइस धेरै। उठ मोबाइल रेडी भयौँ, साडी लाएर। म चाहिँ यता सबैले कपडा सपडा लाएर रेडी भइसकेँ। अब चाहिँ जग्गामा बस्छौँ। यस्तै हो, अब पूजा गर्नको लागि जग्गामा बस्छौँ। पछि फोटो खिच्न जान्छौँ बारीमा। छोरी फुल छ कस्तो राम्रो देखा। पूजयामि ओम शिवाय नमः। नारायण पूजयामि ओम दामोदराय नमः। हृदयं पूजयामि ओम जनार्दनाय नमः। कण्ठं पूजयामि ओम शिवाय नमः। बाहुं पूजयामि ओम वासुदेवाय नमः। मुखं पूजा गरिसकेर अब सबैजना फुलपत्ती सेलाउन जान लाग्छौँ। सबैजना हामी पूजा गरिसक्यौँ नि। हामी सब व्रत बसेको, सब व्रत बसेर अब फुलपत्ती सेलाउन जान लाग्छौँ। बोक्डेको लट्ठी आइदिनु के यो पनि हो। कत्रो राम्रो आएको नि क्यामेरा अहिले नि बोक्ने कत्रो राम्रो निकाले कि अहिले साथो भएर हो कि सबै ग्रुप भएर, कोही पछाडिबाट कोही अगाडिबाट सब जान लाग्यो नदी। सब देखेको कति राम्रो आएको छ नि अहिले क्यामेरा भनेपछि। यस्तैमा नारायण नि सपोर्ट गरिदिनु पर्यो नानी। यता अनि तोरीबारीबाट सबैजना पछि देख बजाउन केटाकेटी हो सब ग्रुप जान लाग्यो। अब यति धर्म गरे यस्तो पुरा राम्रोसँग गर्नु पर्यो नि त। अब फुलपत्ती सेलाउन जान्छौँ। अघिसम्म पूजा सकियो। चाइट ए हिरोको नाच फेरि आउनु के भाउदेखि भागे अरू भाउले पछि पुरा लाइन लागेर टुप्पासम्म के हाम्रा अर्को यो फेरि गुन्डा हो। यो त हिरो होइन गर, यो हाम्रो हिरो हो नि बाबु, हिरो हो नि। बगालहरू पछि सुटे के आउनु कि सबै हरिहरि बोल्दै जाने। नानीको फोन हाम्रो प्यारी भाउजू यता सब हाम्रो बुवाले कलश पकडेर हिँड्दै हुनुहुन्छ। मम्मी चाहिँ साडी लाएर पछि सबै चमाहरू ठुलमम्मीहरू हाम्रो निनीहरू सब यहाँ बोकेर हिँडिरहेको छ। अब नाच्दै हिँड्ने हो नि त। छम पाएर गीत अहिले एकछिन बन्द भएको छ कि एकछिन हुन्छ। अनि आजको भ्लग चाहिँ यतिसम्म हुन्छ कि अब नदी पुग्छौँ।
नहुने है पुरा नदी यस्तै सुपिन्छ नि म हेरेँ नि जम्मै पुरा मान्छे गराउँछ नि ए हाम्रो बहिनी हुने कि नि हामी दुईटीको बहिनी कि सबभन्दा अघि छिन् कि नि कति अघि भावलिन् भलगर भन्न मिल्दैन कि अहिले फेरि नि नम्बर 1 हाम्रो हिरो फेरि हो मेरो सानो बाबा फेरि हिरो फेरि अलिकटा यताबाट आउँदै हुनुहुन्छ फेरि आधी फेरि पछाडिबाट हुनुहुन्छ मम्मीहरू निनीहरू मेरो ठुल्लिनी कति राम्रो आएको छ कि मेरो मोबाइलमा अहिले अघि कस्तो सबैजना ठुल्मम्मी बाबुहरू चमाहरू बुवाहरू बगालहरू पछि म दुखुटे जान्छु फेरि देखाउन पछि यति गर्नुपर्छ कि हो कि नजिरे यसलाई पनि झर्को फेरि तर आज मोबाइल यस्तो किनेर निकाले कुनै छोडेन अनि म सक्दैन त म नाच्छु म गर सल्लाह पाउँछन् कि यसो गर्न तर राम्रो आएको छ भिडियो मैयाको हड्डिएर यहाँ फेरि डुब्ले के साडी लागेन मान्छे नाच्नु पर्छ गरिरहन् नाच घुमी नाच्न हो अब भिडियो गर्नु लाग्ने चाहिँ नाच्छ जस्तो कता चिपेर मर्ने हुन्छ अहिले बाटो फेरि खतरा छ के फाइनली हामी बगर आइपुग्यौँ हामी चाहिँ फुलपाती सेलाएर आइसक्यौँ सबैजना यहाँ त पानी भिज्नु भएन म भिजेँ चुटोकै तलपट्टि पुरै भिजा छु कपालमा पार्दै आउँ आजलाई चाहिँ यति नै अब सबैले लाइक कमेन्ट सब्सक्राइब सपोर्ट गरिदिनु होला बाई